म बनाउन जाने सामान खाने यो बुइकेले हामीलाई खानै दिएन रात परिसक्यो दिस च्यालेन्ज के खेल्ने अरे गाइस हामीले चाहिँ भिडियो बनाउँछु भनेर नि खाएको तर हेलो गाइस वेलकम ब्याक टु माई न्यू भिडियो गाइस आज चाहिँ हामी के गर्ने आज हाम्रो दिन चाहिँ सुरुवात अलिकति राम्रैले भयो किनकि आज घाम लागेन अरू बेला निकै घाम लाग्थ्यो आज चाहिँ अलिक शीतलै छ आज अनि हामीले आज डान्स गर्ने भनेको के अनि अब गर्छौँ एकछिनमा अहिले म तपाईँलाई थोरै देखाउँछु हामी चाहिँ अघि मैले भन्न पनि बिर्सेछु होइन आज हामी मोमो खाने अनि च्यालेन्ज गर्नेछौँ हामी तल माथि तल यसरी हामी एउटा गेम खेल्दैछौँ अनि मोमो च्यालेन्ज चाहिँ गाइसहरू त्यो हुन्छ नि रक पेपर त्यस्तो हो यस्तै तर हामी चाहिँ तल माथि अहिले चाहिँ हामी अब आउँछ हामी मेरो साथी होइन अनि हामी एकछिन डान्स गर्छौँ सिकेको छैन अब त्यसले कस्तो सिकाउँछ थाहा छैन त्यही पनि अब हामी चाहिँ बाइदै गर्ने हो के गर्नु आउँदैन डान्स गर्छौँ अनि जान्छौँ मोमो बनाउन सब्जीहरू किन बनाउनु के लिन जानुपर्नेछ चोक अनि आएर हामी बनाउँछौँ अनि तपाईँलाई थोरै भिडियो पनि देखाउँछौँ त्यहाँको पनि हामी डान्स गरेको पनि देखाउँछौँ गाइस हामी चाहिँ यहाँ डान्स सिक्दैछौँ हाम्रो आन्टी हुनुहुन्छ अब हामीले सिकाउने डान्सरमा हुनुहुन्छ दुईजना अर्को उहाँ उता हुनुहुन्छ म सिकाउँछु भन्न त ब्लग बनाउँदैछु म आइज उहाँको के छ त्यो आइडी डट फ्युचर ब्राइट डान्स स्टुडियो उहाँ गएर फलो गर्नु होला गाइस मलाई पनि गर्नु होला किनकि मेरो मोबाइल थोरै छ गाइस अब हामी डान्स सिक्छौँ अब एकछिन फेरि नाच्छौँ अनि मन जान्छौँ अनि सामान्य जान्छौँ अनि हामी मोमो पकाउँछौँ अनि खान्छौँ गाइस हामी चाहिँ डान्स गरिसकेको छौँ नाचिसक्यौँ होइन अनि कति धेरै बिगाऱ्यौँ हामीले घरि म बिगार्छु घरि यसले बिगार्छ कति धेरै बिग्रियो कि अब यस्तो घाममा सिक्दा धेरै नाच्यो होला अनि बिगार त्यो हेरेको छैन मैले यस्तो घाममा नाच्दा गाइजहरू अब मोमो बनाउन जाने सामान किन्ने खाने गाइज हामी चाहिँ यहाँको छौँ फेनमा बसेर रातो भएको शीतल हुन्छ नि गाइजहरू यति शीतल छ गरम भयो जहिले गरममा यस्तो कालो टी सर्ट लगाएर यस्तो गर्मी गर्छ नि त यो लगाएको थिएँ के पनि भन्दिनँ यस्तो राम्रो नाच्छ यति राम्रो नाच्छ नि गाइजहरू यसको टिकटक आइडी छ प्रशंसा मगर प्रशंसा पिङ्क कार्ड छ होइन पिङ्क कार्ड रहेछ लाइक गरिदिनु होला यसले कस्तो राम्रो नाच्छ यसले अब डान्स क्लास हाल्नु भन्नुहुँदैछ अब 2-3 दिनपछि जोइन गर्छु यो पनि एक हप्तापछि होला अब यो पनि घर जान्छे म चाहिँ गाइज अब चाहिँ हामी चटपटे अरे मोमो खाने अब खाने गाइज मम्मी कुन च्यालेन्ज रे मोमो च्यालेन्ज खेल्न आँटेको हामी रात परिसक्यो दिस च्यालेन्ज उसलाई नखलाउने हामी रात परिसक्यो यति 2 बजेदेखि हामी बनाएको 6-7 अब तारिसक्यो भिडियो बनाउँछु हेलो गाइज गरेर भन न अब के खेल्ने अरे तिमीले चाहिँ कहिले खेलाउँछ रक पेपर सीजर ल गाइज
गाइज हामी अब एकछिनमा भिडियो बनाउँछौँ बाई बाई गाइज हामीले चाहिँ भिडियो बनाउँछौँ भनेर खाएको तर यो बुइकेले हामीलाई खानै दिएन रक पेपर खेल्यौँ होइन खानै दिएन होइन भिडियो बनाउनै दिएन खेल्छु भनेर आजको सबसे धेरै चाहिँ यसले लिएर मैले खाएँ यसले त झन् टनै आएन यसको त्यो पनि अगाए उल्के आयो गाइजहरू मलाई त कहिले नखाने तर मिठो भएको थियो यस्तो मिठो भएको थियो नि गाइज अब हामी घर जान्छौँ अहिले हामी आन्टी घरमा छौँ आन्टी गाइज अब म घर जाँदैछु आन्टीको घरमा थिएँ म घर आइज ए आज बाबा हुनुहुन्छ ये मेरा दाई है ये बहुत खाता है मेरा दाई पर इसका जीव कभी भी नहीं लगता सिक्स पैक दिखाई देना हाँ यही सुत माझ ए सिक्स पैक देखाएको ए ल दिन्छ फेन छैन त्यस्तो चाहिँ ल गाइज फेरि अब यसै घर आउँछौँ सुत्न किनकि यस घरमा बाबा हुनुहुन्न छ बाई बाई अब यति भन्दै हाम्रो ब्लग यहीँ एन्ड गर्न चाहन्छौँ आजको ब्लग थोरै मात्र भएको छ बाई बाई